यो चाहिँ मेरो मम्मी जन्मिएको घर। त्यो भिडियो खिच्न आएको होइन, नलुगाए पनि हुन्छ। त्यस्तो हो उसो केही नगरी राम्रै नभइकन खिचेको नि फोटो त जखमले सखमले। अनि होइन तपाईँले चाहिँ के गर्नुभएको हजुर यस्तो? के गर्नुभएको त्यस्तो चाहिँ? यो यसो चाना पारिदिएको नि। अनि किन अनि हजुरआमा त्यो हामीले गरिहाल्थ्यौँ हामीले भन्नुभएको? होइन ए अलि यसो झुन्डाउनु पर्छ, छुट्याउनु पर्छ भनेर नि। नसकी गरेर हुन्छ त त्यस्तो अनि हजुरआमा? नसक्ने काम त गर्नु हुँदैन नि त। नसक्ने काम त गर्नु हुँदैन नि त भनेको। नसक्ने काम त गर्न हुँदैन त भनेको के? हुन्छ नि यो अथु गर्दैछ नि ठिक्क पादिम पिउनु भन्दा नि साइडलाई बसी गर्ने। कति किलोको रहेछ खसी यसपालिको? कति किलोको रहेछ खसी? के खसी खै बोसो चाहिँ त यता मासु चाहिँ यति नै बोसो छ नि त माथि यति। कति जति भयो होला त? 30 किलो जति थियो? 30 किलो थियो? 30 किलो 20 किलो अरे 20 किलो 20 पाठो पो रहेछ त। पाठै नि कहिले अफेरहरूको काट्नु होला नि त हौ। पाहुना आएकै छैन घर काले खाँदैछ। के गर्न आँटेको त खिच्न आँटेको कि होइन? खिचेको होइन, यतिकै हेरेको हजुर भने क्यामेराबाट। निकै तगडा हुँदो रहेछ हजुर त फेरि। अनि निकै तगडा हुँदो रहेछ भनेको नि मासु सासु काट्न सक्ने। एक काटिहाल्छ नि बसी त। हातमा लाग्ला नि फेरि हजुर हातमा लाग्छ है? होइन खाली छैन साइडले यहाँ बसी गरिदिनु नि हाम्रो ठिक पारिदिनु भने अनि बसी गरेको नि अब बसेर त काम गर्छु नि त उठेर सक्दिनँ त। हातमा लाग्छ है हजुरआमा? म काट्छु नि त ल। म भन्दै अब सक्न आँटो पुगिहाल्नु नि कति कति चाहियो त? अनि पुग्न आँटो किन गर्छस् इच्छा। टिका काट्दिन भने त पर्सि हिँड्ने तिमीहरू होइन? हजुर टिका काट्दिन हिँड्ने भने त पर्सि भोलि हो त टिको? भोलि हो नि त। ए हिजो अष्टमी नि हो नि म त भोलिको दिन त बस्ने रहेछ भन्दै थिएँ गन्दै गर्दै। फेरि आइहाल्छ नि राना भेट्नु पर्सि जाने हो पर्सि बिहान के बार पर्यो? अनि काठमाडौँ पनि फर्किनु पर्यो हजुरआमा, दाइले खानुपर्छ। माइली छोरीलाई पनि अलिकति पठाइदिने कि हजुरआमा सुकुटी? पठाउने त माइली छोरीलाई पठाइदिनु पर्यो नि। कहाँ थिएछ केही पठाउने माइली छोरीलाई? कहाँ हुनु नि है उयो नजिकै हो, फोनमा कुरा गराउने अलिकति कुरा गर्न मिलिहाल्छ। यस्तो चाहिँ नगरेको हुन्थ्यो हजुरआमाले, यो काट्ने कुट्ने चाहिँ देखिँदैन आँखा हजुरआमा। यो चाहिँ अब आज गरिहाल्नु अब चाहिँ नगर्नु नि हजुरआमा। यो चाहिँ कहाँ गर्छु आज त हो नि गरेको गर्दिनँ नि काटिहाल्छ नि केटाहरूले। आँखा देखिँदैन केटाकेटी उता अलमलिन नि त्यो साइले होइन हातमा लाग्छ कि भन्ने कुरो अरू त त्यस्तै हो होइन। बिस्तारै गर्छु नि त हाततिर गर्दिनँ। फट्ट लाग्यो भने त बर्बाद भयो नि त हजुर। यहाँनिर यो पहिले पनि यस्तै कोठा थियो हजुरआमा? यसरी नै थियो? के भने पहिले उता घर बनाउनु भन्दा पहिले यस्तै थियो कोठाहरू?
बोलाउँछ नि किन खाइ गयो के भन्छ तैँले ए पहिले अब उता उता पल्लो घर नबनाउँदाखेरि चाहिँ यहाँ घर यस्तै थियो कि कस्तो थियो घर यहाँनिर अनि कोठा बारेको थियो कि यहाँनिर के थियो बार्नु हजुर बारेको थियो कि भनेपछि के भन्छ तैँले पुरानो यो उता अगाडिको घर नबनाउँदा कस्तो थियो यो घर भनेको नि यस्तै त थियो भने कस्तो हुन्छ केही नि गरेको छैन यसलाई यस्तै थियो अनि तपाईँहरूको कोठा चाहिँ कहाँ थियो तपाईँहरू कहाँ सुत्नुहुन्थ्यो यहाँनिर यतै हुँदै त्यतै हुँदै मात्र तलाउँदै अनि अल्दिना पत्रको घर खनियो उता सुते केटाकेटी उता घर भनेको उता उता ग्वाली पत्र उताको पछि लिएको नि त लिएको भनेको चाहिँ त्यहाँ अरू मान्छे बस्थे माइला हजुर भएको लिएको छुएता पत्र ती बस्तु बाँधेको ठाउँमा नि ए उनीहरूको घर थियो कि अनि उनीहरू भनेपछि हामीलाई त भत्काएर गरेको नि त हो ए त्यही त म पनि सानोमा आउँदाखेरि अलिअलि याद छ यहाँ माथि नै बसेको थियो त त्यो घर पुगो होला छोडिदिनु यो खोइ खान्छ नला त अलिक अब म काट्छु नि त मलाई काट्नु कस्तो रहर लाग्छ क्या लाग्दैन आटा बजी दल्नु परेको छैन तैँले म काटिहाल्छु नि के बल गर्ने काम होइन होइन मलाई डर लागिसक्यो तपाईँले काटेको देखेर काहीँ सानो गाने सुन भ्याउँदैन सला होइन निस्किन्छु चाहिँ भनेको हजुरआमा होइन अब हेरौँ अब निस्किन्छ कतिको भ्याउँछु हजुरआमा हातमा लाग्छ हजुरआमा दिदी पनि हेरी छोराछोरी नजाँदा लोली नि त सानो त्यो ऊ पनि जान्छ त्यो लामा भन्ने नि मसँगै जाने जान्छ बिचरा रहरले आएको के गर्नु दुःख पायो उनीहरू रङ कुद्न गएर किन दुःख पाउने रहर गरेर आएको अनि दुःख भन्ने हुन्छ र पाहाड हेर्न आएको होइन हजुरबा हजुरआमालाई भेट्न आएको पाहाड हेर्न आएको दही पनि थिएन अलिअलि ल्याक्साङ लुसुङ भयो दही चिउरा खाइनस् तैँले होइन खानु भनेको हुनुहुन्छ म एकछिनमा खान्छु भनेको मैले खानु बाबु खाइहाल्छु नि अहिले खान कप्ला कुप्लुक खाएको खाइन्छ हजुर यसरी काम गरेको देखेर त खुसी लाग्यो तर डर लाग्यो काट्छ कि हात भनेर चाहिँ यसरी काम गरेको देख्दा चाहिँ खुसी लाग्यो होइन हाम्रो काट्दैन म बिस्तारै गर्छु नि त तगडा हुनुहुन्छ भनेर होइन अल्तल अल्तल गर्दिनँ नि बाबु बिस्तारै गर्छु नि होइन अलिक छिसिका भयो भने काटिहाल्छ नि त कहाँ गयो माइजू खोइ थाहा छैन हजुरआमा यता तल कता हुनुहुन्छ होला अनि मम्मीले चाहिँ अनि पैसा कमाएर उता औषधि गर्न बोलाउनु भयो भने आउनु जानुहुन्छ कि जानुहुन्न के जानुहोस् कति खानु छोरीको बित्थामा अब छोरा र छोरी त्यस्तो हुन्छ र र पनि त के छोरी नि अनि आफूले दिनुपर्ने छोरीलाई अब खाइयो लाइयो कति हो कति त्यस्तो होइन नि त हजुरआमा अब पनि फेरि कहाँ बल गर्नु त्यसै सोचेर हुन्छ त छोरी र छोरा भन्ने हुन्छ र छोरी पनि तपाईँले नै जन्माएको छोरा पनि तपाईँले नै जन्माएको के होइन हो नि हुन्छ अनि उत्तिकै माया गर्नुभयो होला कि जन्माएपछि दुध खुवाउनु भएन गोठमा छोडिदिनु होला र त्यही मम्मीले त कहिले नि खुवाइन हजुर हजुर खुवाइन नि अब नखै हुर्किन्छ नि त बाबु छोरी अब अल्दिना ताल बोल्दा जस्तै त कस्तो हुन्छ अर्काको देश त राम्रै हुन्छ साह्रै पर्छ नि बाबा केटाकेटी हुर्काउन अनि त्यही त भने अब तपाईँ छोरी खानु हुँदैन भन्नुहुन्छ खाइयो माइली खेल्ने कति खरी कहाँ गयो माइजू
यतै कतै हुनुहुन्छ होला नि हजुर साइडु आइज न हौ अड्कल यति धेरै मासु भइसक्छ हजुरआमा यहाँ त 5,000 भइसक्यो मासु त्यहाँनिर 2-3 हजार रुपियाँको मासु भइसक्यो त्यहाँनिर मलाई त खाउन डर गरिहाल्छ